तो चलिए शुरू करते हैं। नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई नयाँ भिडियोमा। म हुँ सुशील। यो भिडियोमा हामीहरू जिसिए प्लसमा रहेको ओसिआर एक्सटेन्सनले कसरी काम गर्छ, त्यसलाई कसरी सेटअप गर्ने भन्ने सिक्नेछौँ। सो ढिला नगरिकन हामी भिडियोतर्फ लागौँ। तपाईले आफ्नो मोबाइलमा भएको कुनै पनि एउटा ब्राउजरलाई ओपन गर्नुहोला एक्सटेन्सन डाउनलोड गर्नका लागि र एड्रेस बारमा sushil0.com.np टाइप गर्नुहोला। म यहाँ पहिले नै आइसकेको छु र यहाँ तलपट्टि स्वाइप गर्दै गर्दै एक्सप्लोर मोर पोस्ट भन्नेमा क्लिक गर्नुहोला। त्यसपछि तलपट्टि अझै क्लिक गर्दै जाँदा होला। यहाँ सबभन्दा तल ओसिआर प्लगइन फर जिसिए प्लस भन्ने छ, यसमा क्लिक गर्नुहोला। यहाँदेखि पनि कसरी सेटअप गर्ने भनेर पढ्न सक्नुहुन्छ तपाईले। अहिले मैले पढेन, यहाँ सिम्पली तलपट्टि डाउनलोड एक्सटेन्सन भन्नेमा क्लिक गर्नुहोला र यसमा क्लिक गर्नुहोला र डाउनलोड भइसकेको छ। म यहाँदेखि स्टार्ट गर्छु। यसमा क्लिक गरेँ मैले र एक्सट्र्याक्ट 2 मा क्लिक गर्छु। एक्सट्र्याक्ट फाइल 2 मा क्लिक गर्नुहोला। यहाँ रहेको यो बोल्दैन, ट्रान्सलेटर भन्छ, यसमा क्लिक गर्नुहोला र यहाँ प्लगइन भन्नेमा क्लिक गर्नुहोला। यहाँ प्लगइन भन्ने माथिपट्टि पाइन्छ, सुरुमा चाहिँ तलपट्टि हुन्छ। नेभिगेसन पछि प्लगइन भन्ने छ, यहाँ दुईवटा हुन्छ। तलको पटमा क्लिक गरेर यसलाई एक्सट्र्याक्ट गर्नुहोला। यसमा क्लिक गरेँ मैले र मसँग पहिल्यै छ, त्यही भएर मैले एक्सट्र्याक्ट गर्दैन। हामीले अघिल्लो स्टेपहरुमा एक्सट्र्याक्ट गरिसक्यौँ। अब जिसिए प्लसमा क्लिक गर्नुहोला। म जिसिए प्लस भित्र छु, म एक्सटेन्सनमा जान्छु। एक्सटेन्सन र यहाँ माथिपट्टि ओसिआर भन्ने छ मेरो फर्स्टमा, यसमा क्लिक गर्नुहोला। तपाईहरुको पनि देखाएको होला, त्यसमा क्लिक गर्नुहोला। ओसिआर भन्नेमा क्लिक गरेँ। ओसिआरमा क्लिक गर्दा फर्स्ट प्रोडक्ट एपिआई की फोल्डर क्रिएटेड भन्ने देखाउँछ। मेरो सेकेन्ड टाइम भएर यस्तो देखाएको। एपिआई की छैन, त्यही भएर एरर देखाएको यहाँ यस्तो भनेर। यसलाई क्यान्सल गर्नुहोला। आफ्नो मोबाइलमा भएको फेरि गुगल क्रोम अथवा कुनै पनि ब्राउजरमा क्लिक गर्नुहोला। मसँग पहिले नै छ यहाँ। क्रोममा गइसक्दा यो वेबसाइट ओपन गर्नुहोला। एड्रेसमा aistudio.google.com/api-keys टाइप गर्नुहोला। यहाँ म सुनाउँछु। यसमा आइसक्दा यहाँ तपाईहरुले क्रिएट न्यू एपिआई की भन्ने पाउनुहुन्छ। क्रिएट एपिआई की र म यो लिंकहरु कमेन्ट सेक्सनमा पनि राखिदिन्छु, त्यहाँदेखि पनि तपाईले क्रिएट गर्न सक्नुहुन्छ डाइरेक्टली। यसमा क्लिक गर्नुहोला। नेम योर की हुन्छ, के को नाम राख्नु होला, जस्तो जिसिए प्लस ओसिआर भन्ने टाइपको। प्रोजेक्ट पहिले नै छ भने प्रोजेक्ट चुज गर्नु होला। क्लाउड प्रोजेक्ट भन्ने छ यहाँ, क्यान्सल गरेँ मैले। मसँग पहिले नै छ यहाँ थुप्रै कीहरु। यहाँ धेरै मैले प्रोजेक्टहरु बनाएको छु। कपी एपिआई की गरेँ मैले, यो कपी भयो। हेर्नुस्, जिसिए प्लस को एक्सटेन्सनमा ओसिआर लाई लङ प्रेस गर्नु होला। रङ प्रेस गरेँ र एडिटमा क्लिक गर्नु होला। एडिट, यहाँ माथिपट्टि भएको ओपन प्रोजेक्टमा क्लिक गर्नु होला। मैले गरेँ। अब यहाँ एपिआई की .json भन्ने पाउनुहुन्छ,
यसमा क्लिक गर्नु होला। यस्तो टाइपको देखिन्छ यहाँ। अब तलपट्टि रहेको लाइन ट्याबमा क्लिक गर्नु होला। लाइनमा र सेकेन्ड लाइन हो, यसमा क्लिक गरेर उल्टो स्वाइप गर्दै आउँछु म डाउन टु अफ हो। यहाँ सबै मेटाउँछु यसले। यतिसम्म मेटाएँ। अघि कपी गरेको एकै पेस्ट गर्छु म यहाँ। पेस्ट गरेँ। कोड र उताको कोडलाई नहटाउनु होला। यति गरेर म ओके गर्छु। ओके गरेँ। फेरि म मेन डट लुवामा नै फर्किन्छु। यहाँ फुल टेक्स्टमा क्लिक गर्नु होला। फेरि ओपनमा क्लिक गर्नु होला। ओपन र मेन डट लुवामा फर्क्यौँ। मेन डट लुवामा फर्क्यौँ। हाम्रो सेटअप भइसकेको छ। अब फोटो कसरी पढ्ने भनेर देखाउँछु म तपाईँलाई। यहाँ मसँग निमाभी लाइसेन्सको क्वेसन पेपर छ, क्वेसन सेट विथ एन्सर की। अब यसले ओसिआर गर्दा अहिले फोटो छ मसँग, केही पनि पर्दैन। अब यसले कसरी ओसिआर गर्ने भनेर देखाउँछु। पहिला स्वाइप अफ देन लेफ्ट गर्नु होला र ओसिआरमा क्लिक गर्नु होला। एकछिन पर्खनु। केही बेर लाग्छ र यति बेला फोन पनि हाम्रो केही पनि टच हुँदैन भइरहेको छ। तपाईँको नेटको स्पिड र यसले काम गर्ने गतिमा थोरै फरक हुनसक्छ। भइरहेको छ। भइसक्यो ओसिआर इन प्रोग्रेस भनेर। यहाँ तपाईँले अघि फोटोमा केही पनि पढ्न मिलेको थिएन, अब तपाईँले यहाँ पढ्न सक्नुहुन्छ। यस्तो टाइपले पढ्न सक्नुहुन्छ। यो तपाईँको जुनसुकै एलिमेन्टहरू पढ्दा पनि काम लाग्छ। यसमा फोटो क्लिक गर्छ यसले, स्क्रिनसट क्लिक गरिसकेपछि ओसिआर जेमिनाईले गर्छ। सो हामीलाई त्यस्तो एक्युरेसीको पनि समस्या हुँदैन, फुल एक्युरेट हुन्छ। तपाईँहरूले यो सेटअप गर्न सिक्नुभयो भने चाहिँ लाइक कमेन्ट गर्नु होला है त। थ्याङ्क यू फर द वाचिङ।